नोहाको जहाज यो सायद हामी सबैले होइन बाल्यकालदेखि नै सुनेको कथा हो। जहाजमा लहरै बसेका जनावरहरू, आकाशबाट परेको त्यो पानी, अनि अन्त्यमा देखिने त्यो सुन्दर इन्द्रेणी। यो चित्र निकै रमाइलो लाग्छ, तर खै यदि हामीले यसलाई बालबालिकाको कथा मात्रै ठान्यौँ भने सायद हामीले यसको गहिराईलाई नै गुमाइरहेका छौँ। तपाईले एकदम सही कुरा उठाउनु भयो। यो कथा केवल एउटा रमाइलो दन्ती कथा मात्रै होइन नि, यो त मानव सभ्यताको सबैभन्दा पुरानो र शक्तिशाली कथाहरूमध्ये एक हो। आजको हाम्रो यो गहिरो विश्लेषणमा हामीले पाएका स्रोतहरूको आधारमा यसका विभिन्न पत्रहरू उदार्ने प्रयास गर्नेछौँ। हामी यसको ऐतिहासिक सन्दर्भलाई पनि हेर्छौँ, जस्तै मेसोपोटामियाको एपिक अफ गिल्गामेश जस्ता कथाहरूसँग यसको के सम्बन्ध छ, र त्यसपछि यसको गहिरो आत्मिक अर्थलाई पनि खोतल्नेछौँ, जसले पाप, न्याय र मुक्तिको बारेमा शक्तिशाली सत्यहरू बताउँछ। त्यसो भए यो केवल के भयो भन्ने बारेमा मात्र होइन, तर यसको अर्थ के हो भन्ने बारे गहिरो विश्लेषण हुनेछ। ल त्यसो भए सुरु गरौँ न त कथाको पृष्ठभूमिबाटै। उत्पत्ति ग्रन्थले नोहाको समयको संसारलाई कसरी चित्रण गर्छ? कस्तो थियो त्यो बेलाको अवस्था? उत्पत्ति अध्याय 6 ले एउटा निकै अन्धकारमय चित्र प्रस्तुत गर्छ। त्यहाँ लेखिएको छ, परमप्रभुले देख्नुभयो कि मानिसको दुष्टता पृथ्वीमा धेरै बढेको थियो र त्यसको हृदयको विचारको हरेक कल्पना निरन्तर खराब मात्र थियो। यो कुनै सानोतिनो गल्तीको कुरा होइन। यो वाक्यांशले एउटा यस्तो समाजलाई संकेत गर्छ जहाँ नैतिकता पूर्ण रूपमा पतन भइसकेको थियो। हरेक कल्पना निरन्तर खराब मात्र थियो। यो त निकै शक्तिशाली पदावली हो, कठोर पनि। के यसको मतलब मानिसहरूमा कुनै असल कुरा बाँकी नै थिएन भन्ने हो? वाउ, यो एउटा साहित्यिक शैली हो जसले समाज कति बिग्रिसकेको थियो भनेर जोड दिन्छ। यो महत्त्वपूर्ण प्रश्न हो। धेरैजसो बाइबलीय विद्वानहरूले यसलाई अतिशयोक्तिको रूपमा हेर्छन्, जसको उद्देश्य समाजको नैतिक पतन कति गम्भीर थियो भनेर चित्रण गर्नु हो। मतलब हरेक व्यक्ति हरेक क्षण खराब थियो भन्ने होइन, तर समग्रमा समाजको दिशा, प्रवृत्ति, मूल्य मान्यताहरू ती सबै परमेश्वरबाट पूर्ण रूपमा टाढा भइसकेका थिए। पाप यति सामान्य भइसकेको थियो कि खोइ त्यो नै जीवनशैली बनेको थियो। यसले हामीलाई के सिकाउँछ भने जब कुनै समाजले सही र गलतको मापदण्ड बिर्सिन्छ, त्यो विनाशको बाटोमा जान्छ। यो कुरा त आजको सन्दर्भमा पनि सोच्न बाध्य बनाउने खालको छ। तर रोचक कुरा के छ भने जलप्रलयको कथा केवल बाइबलमा मात्रै पाइँदैन, होइन र? मैले त्यो मेसोपोटामिया सभ्यताको कथाबारे पनि सुनेकी छु। र यही नै कुरा साँच्चै रोचक हुन्छ। बाइबलभन्दा 100औं वर्ष पुरानो मानिने मेसोपोटामियाको एपिक अफ गिल्गामेशमा पनि जलप्रलयको लगभग उस्तै कथा छ। त्यसमा उत्नापिष्टिम नामका एक व्यक्तिलाई देवताहरूले आउँदै गरेको प्रलयबारे चेतावनी दिन्छन् र एउटा ठूलो जहाज बनाएर आफ्नो परिवार र सबै जनावरहरूलाई बचाउन निर्देशन दिन्छन्। वाह, समानताहरू त अचम्म लाग्दा रहेछन्। जहाज बनाउनु, जनावरहरूलाई बचाउनु। हो, पानी पर्नु र अन्तमा जहाज पहाडमा गएर अडिनु। तर त्यहाँ केही महत्त्वपूर्ण भिन्नताहरू पनि छन् कि? छन्, र ती भिन्नताहरूले नै बाइबलीय कथाको विशिष्टतालाई उजागर गर्छन्। गिल्गामेशमा देवताहरूले मानिसहरूको कोलाहलबाट दिक्क भएर, मतलब लेहडमा प्रलय ल्याउने निर्णय गर्छन्। यो एक किसिमको मनमौजी कार्य जस्तो देखिन्छ। तर बाइबलमा जलप्रलय परमेश्वरको मनमौजी रिसको परिणाम होइन, बरु मानिसको नैतिक पतन र दुष्टताको न्यायपूर्ण परिणाम हो। मतलब एउटामा कारण कोलाहल छ, अर्कोमा नैतिक पाप। बिल्कुल। यो भिन्नताले नोहाको कथालाई केवल विनाशको कथाबाट निकालेर न्याय र मुक्तिको कथामा रूपान्तरण गर्छ। त्यो निकै महत्त्वपूर्ण भिन्नता हो। यसले कथालाई एउटा गहिरो नैतिक आयाम दिन्छ। अब त्यही अन्धकार र दुष्टताको बीचमा कथाको नायक नोहामा ध्यान केन्द्रित गरौँ। उनी कसरी फरक थिए? उत्पत्ति 6:9 ले भन्छ, नोहा आफ्नो पुस्तामा एक धर्मी र निर्दोष मानिस थिए। नोहा परमेश्वर सँगसँगै हिँड्थे। यो परमेश्वर सँगसँगै हिँड्नु भन्ने वाक्यांश निकै अर्थपूर्ण छ। यसको मतलब केवल प्रार्थना गर्नु वा धार्मिक विधि पूरा गर्नु मात्र होइन। यसले एउटा गहिरो, घनिष्ठ र निरन्तर सम्बन्धलाई जनाउँछ।
त्यस्तो समाजमा जहाँ सबैजना आफ्नै बाटोमा थिए, नोहाले आफ्नो जीवनको दिशा परमेश्वरतिर फर्काएका थिए। अनि परमेश्वरले उनलाई एउटा यस्तो काम हराउनुभयो जुन सायद त्यो समयको सबैभन्दा अनौठो र हास्यास्पद काम थियो होला। एउटा विशाल जहाज बनाउनु, त्यो पनि सुक्खा जमिनमा। कल्पना गर्न पनि गाह्रो छ दशकौंसम्म एउटा यस्तो काममा लागिरहनु जसको कुनै तत्काल प्रमाण वा तुक देखिँदैन। एकदम। हामीले यसको मानवीय पक्षलाई सोच्नुपर्छ। नोहाले 120 वर्षसम्म त्यो जहाज बनाएको विश्वास गरिन्छ। हरेक दिन छिमेकीहरूले खिली उडाए होलान्, होइन? ए बुढा पागल भयो, कहाँ छ पानी भने होलान्। पक्कै पनि यो उनको विश्वासको एउटा असाधारण परीक्षा थियो। यसले के देखाउँछ भने आज्ञा पालन भनेको जब सबै कुरा बुझिन्छ तब मात्रै गर्ने कुरा होइन। साँचो आज्ञा पालन त नबुझिने परिस्थितिमा पनि परमेश्वरको वचनमा भरोसा गर्नु हो। यसले मलाई एउटा कुरा सोच्न बाध्य बनायो। स्रोतहरूले औल्याए झैं सही हुनुको अर्थ भीडसँग हुनु होइन, परमेश्वरसँग हुनु हो। नोआ एक्लै थिए तर उनी गलत थिएनन्। यो आजको लागि पनि एक शक्तिशाली सन्देश हो। निश्चित रूपमा। अब जब हामीले कथाको ऐतिहासिक र मानवीय पक्षलाई हेर्यौं, अब यसको आत्मिक व्याख्यातिर लागु हुन्छ। विशेष गरी क्रिश्चियन धर्मशास्त्रले यो कथालाई कसरी हेर्छ। हो, यो महत्त्वपूर्ण छ किनभने यो कथालाई केवल पुरानो नियमको घटनाको रूपमा मात्र नभई नयाँ नियममा आउने कुराहरूको चित्र वा प्रतीकको रूपमा पनि व्याख्या गरिन्छ नि। यो व्याख्या गर्ने तरिकालाई अलिकति प्रष्ट पारिदिनुस् न। क्रिश्चियन धर्मशास्त्रमा टाइपोलोजी भन्ने एउटा अवधारणा छ, जहाँ पुरानो नियमका व्यक्ति, घटना वा वस्तुहरूलाई नयाँ नियममा येशू ख्रीष्ट र उहाँको कामको पूर्व चित्र वा छायाको रूपमा हेरिन्छ। यो दृष्टिकोणबाट हेर्दा नोहाको जहाज केवल काठले बनेको ढुङ्गा मात्र रहँदैन, यो मुक्तिको एउटा शक्तिशाली प्रतीक बन्छ। ठिक छ, त्यसो भए यो टाइपोलोजीको लेन्सबाट हेर्दा त्यो जहाजले कसरी येशूको प्रतिनिधित्व गर्छ? जसरी त्यो जहाज परमेश्वरको न्यायको पानीबाट बच्ने एकमात्र माध्यम थियो, त्यसरी नै येशू ख्रीष्टलाई पापको न्यायबाट बच्ने एकमात्र माध्यमको रूपमा विश्वास गरिन्छ। जहाजभित्र हुनेहरू बाँचे, बाहिर हुनेहरू नष्ट भए। हो, त्यसै गरी येशूमा विश्वास गर्नेहरूले उद्धार पाउँछन् भन्ने मान्यता छ। जहाजमा एउटा मात्र ढोका थियो जसबाट भित्र पस्न सकिन्थ्यो। एक मिनेट है, जहाजमा एउटा मात्र ढोका हुनु त एउटा व्यावहारिक डिजाइनको कुरा पनि त हुन सक्छ, होइन र? यसलाई किन आत्मिक प्रतीक नै मान्नु पर्यो? तपाईको प्रश्न एकदम जायज छ र हो, त्यो एउटा व्यावहारिक निर्णय नै थियो। तर धर्मशास्त्रीय व्याख्यामा व्यावहारिक कुराहरूले पनि गहिरो प्रतीकात्मक अर्थ बोकेका हुन्छन्। त्यो एउटै ढोकाले उद्धारको विशिष्टतालाई सङ्केत गर्छ। यसै कारण नयाँ नियममा यूहन्ना 14:6 मा येशूले भन्नुभएको कुरासँग यसलाई जोडिन्छ, जहाँ उहाँ भन्नुहुन्छ, बाटो, सत्य र जीवन म नै हो। हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। जसरी जहाजभित्र पस्ने बाटो एउटै थियो, त्यसरी नै परमेश्वरसम्म पुग्ने बाटो पनि एउटै छ भन्ने यसको व्याख्या हो। मैले बुझेँ, यो एउटा व्याख्याको तह हो जहाँ भौतिक वस्तुले आत्मिक सत्यलाई सङ्केत गर्छ। अनि त्यो ढोकाको कुरा गर्दा कथाको एउटा निकै डरलाग्दो क्षण पनि छ। उत्पत्ति 7:16 मा लेखिएको छ, परम प्रभुले ढोका बन्द गर्नुभयो। नोआले होइन, परमेश्वरले आफै हो। र त्यो कथाको पोइन्ट अफ नो रिटर्न हो। त्यसभन्दा अघि सायद 120 वर्षसम्म त्यो ढोका खुला थियो। त्यो परमेश्वरको अनुग्रह, धैर्य र निमन्त्रणाको प्रतीक थियो। जो कोही पनि विश्वास गरेर भित्र पस्न सक्थ्यो। तर एक समय आयो जब अवसरको ढोका बन्द भयो। यसले के सिकाउँछ भने परमेश्वरको अनुग्रह असीमित छ, तर त्यसलाई स्वीकार गर्ने हाम्रो समय सीमित हुन सक्छ। निर्णय गर्ने समय सधैँ रहिरहँदैन। जब बाढी आयो, जहाजभित्र भएकाहरू कसरी बचे? उनीहरूले केही गरेर बचेका थिए? पौडिएर वा कुनै विशेष सिप प्रयोग गरेर? उनीहरूले केही पनि गरेनन्। उनीहरू केवल जहाजभित्र थिए। ए हो त? जहाजले उनीहरूलाई बचायो, उनीहरूको आफ्नो प्रयासले होइन। यहीँनेर अनुग्रहद्वारा उद्धारको अवधारणा आउँछ। उनीहरूको काम केवल परमेश्वरको निर्देशन मानेर ढोकाबाट भित्र पस्नु थियो, बाँकी काम जहाजले गर्यो।
अनि यसलाई नयाँ नियमसँग पनि जोडिन्छ हैन? हो, यसलाई नयाँ नियमको इफिसी 2.8 सँग तुलना गरिन्छ, किनकि अनुग्रहद्वारा विश्वास मार्फत तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। मतलब उद्धार हाम्रो कामले कमाउने कुरा होइन, तर विश्वासद्वारा ग्रहण गर्ने वरदान हो भन्ने यसको सन्देश हो। पानीको विनाशपछि जब पृथ्वी फेरि सुक्खा भयो, कथा सकिँदैन। परमेश्वरले नोहा र सारा सृष्टिसँग एउटा करार बाँध्नुहुन्छ र त्यसको चिन्हको रूपमा आकाशमा इन्द्रेणी राख्नुहुन्छ। हामी इन्द्रेणीलाई प्राय एउटा सुन्दर दृश्यको रूपमा मात्र हेर्छौं, तर यसको प्रतीकात्मक अर्थ त्योभन्दा धेरै गहिरो छ। एकदमै गहिरो। पहिलो कुरा, त्यो करार केवल मानिससँग मात्र होइन। परमेश्वरले भन्नुहुन्छ, मैले तिमीहरूसँग र हरेक जीवित प्राणीसँग मेरो करार स्थापित गर्छु। यो एउटा पारिस्थितिक करार जस्तो छ, जहाँ परमेश्वरले सम्पूर्ण सृष्टिको मूल्यलाई मान्यता दिनुहुन्छ। अनि दोस्रो कुरा, इन्द्रेणीको चित्र। प्राचीन हिब्रू भाषामा इन्द्रेणीको लागि प्रयोग हुने शब्दले युद्धको धनुलाई पनि जनाउँछ। एकछिन, के भन्नुभयो? युद्धको धनु? यो त मैले कहिल्यै सोचेकी थिइनँ। हो, केही धर्मशास्त्रीहरूले यसको यस्तो व्याख्या गर्छन्। परमेश्वरले आफ्नो न्यायको हतियार अर्थात् धनु अब आकाशमा टाङ्नु भएको छ, जसको निशाना पृथ्वीतिर होइन तर माथितिर फर्किएको छ। यो युद्ध समाप्त भएको र शान्ति स्थापित भएको प्रतीक हो। साँच्चै? ओहो, त्यसैले जब हामी इन्द्रेणी देख्छौं, यो केवल एउटा सुन्दर रङहरूको सङ्गालो होइन, यो परमेश्वरको प्रतिज्ञाको चिन्ह हो। उहाँको न्यायपछि उहाँको कृपा आउँछ र उहाँले आफ्नो रिसलाई सधैँका लागि थामिराख्नुहुन्न। यो आँधीपछिको शान्तिको एक शक्तिशाली सैन्य चित्र हो। वाह, यो व्याख्याले त इन्द्रेणी हेर्ने मेरो दृष्टिकोणै परिवर्तन गरिदियो। आजको हाम्रो छलफललाई हेर्दा हामीले नोहाको कथालाई केवल एउटा बाल कथाबाट उठाएर यसको ऐतिहासिक सन्दर्भ, मानवीय ड्रामा र गहिरो आत्मिक प्रतीकवादसम्म केलायौं। यो साँच्चै बहुआयामिक कथा रहेछ। हो, र यी सबै पत्रहरूलाई केलाइसकेपछि यो कथाले हामी प्रत्येकलाई एउटा आधारभूत प्रश्न सोध्न बाध्य बनाउँछ। जुन व्याख्याको लेन्सबाट हेरे पनि, चाहे त्यो ऐतिहासिक होस् वा आत्मिक, प्रश्न उही रहन्छ। र त्यो प्रश्न के हो त? प्रश्न हो, कोही व्यक्ति जहाजभित्र छ कि बाहिर? नोहाको समयमा यो प्रश्नको उत्तर जीवन र मृत्युको सवाल थियो। आज हामीले छलफल गरेको धर्मशास्त्रीय दृष्टिकोण अनुसार यो प्रश्नको अर्थ हो, के आफ्नो जीवनको सुरक्षाको लागि परमेश्वरले दिनुभएको उद्धारको बाटोलाई स्वीकार गरिएको छ? र त्यो दृष्टिकोणले स्पष्ट पार्छ कि आज येशू नै हाम्रो जहाज हुनुहुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, उद्धारको ढोका अझै खुला छ। त्यो ढोका बन्द भइसकेको छैन। बिल्कुल, र यहीँनेर यो प्राचीन कथा आजको लागि सान्दर्भिक बन्छ। यसले हामीलाई 3वटा स्पष्ट छुनोटहरू प्रस्तुत गर्छ। पहिलो, आज्ञा पालन रोज्नुहोस्। नोहाले जस्तै संसारले नबुझ्दा वा खिल्ली उडाउँदा पनि परमेश्वरको सत्यमा उभिने निर्णय। दोस्रो, विश्वास रोज्नुहोस्। आफ्नो क्षमता, बुद्धि वा असल काममा होइन, तर परमेश्वरको अनुग्रहमा भरोसा गर्ने। जसरी जहाजभित्रकाहरूले आफ्नो पौडिने क्षमतामा होइन, जहाजमा भरोसा गरेका थिए। र तेस्रो, यो व्याख्याको केन्द्रबिन्दु, येशू रोज्नुहोस्। उहाँ नै त्यो जहाज, त्यो ढोका र उद्धारको बाटो हुनुहुन्छ भन्ने विश्वास। यो नै नोहाको कथाले दिने अन्तिम र सबैभन्दा महत्त्वपूर्ण सन्देश हो। त्यसो भए यो गहिरो छलफलको अन्त्यमा हाम्रा श्रोताहरूलाई सोच्नको लागि एउटा अन्तिम विचार छोडेर जाउँ न त। अवश्य। नोहाको कथाले हामीलाई हजारौं वर्ष पछाडि फर्केर हेर्न मात्र लगाउँदैन, यसले हामीलाई आफ्नो जीवनलाई नियाल्न पनि बाध्य बनाउँछ। यसले हामी सबैलाई एउटा विश्वव्यापी प्रश्न सोध्छ। जब जीवनमा आँधी बेहरी आउँछ, चाहे त्यो व्यक्तिगत सङ्कट होस्, सामाजिक उथलपुथल होस् वा अस्तित्वको प्रश्न होस्, त्यसबेला भरोसा गरिएको जहाज के हो? के त्यो धन, पद, ज्ञान वा आफ्नै शक्तिले बनेको जहाज हो, जुन सायद आउने आँधीमा टिक्न सक्दैन? वा त्यो कुनै यस्तो कुरा हो जुन आफूभन्दा महान र बलियो छ भन्ने विश्वास गरिन्छ, जसले अनन्तसम्म सुरक्षा दिने प्रतिज्ञा गर्छ? हरेक व्यक्तिले सोच्नुपर्ने कुरा हो।
आफ्नो जहाज के हो